यस्तो बन्यो ढिँडो है होइन। अनि त्यसपछि यो घिउ हालेको घिउ छ त आफै बनाउनु त्यो त भएको है। मजा आउँछ कि घिउ हालेस त्यस्तो जस्तो बनाएर खासै। यो तपाईँले अस्ति बनाएको घिउ है? घिउ पनि मैले अस्ति नै बनाएको तरकारीमा टप्पट उभेर दामी मिठो छ। तिमी खाऊ त घिउमा डोबेर अनि त्यसपछि गएर तरकारीमा पनि कस्तो लाग्यो? मिठो, तर अस्ति खाएको भन्दा यो मिठो लाग्यो मलाई। अस्ति भन्नाले त्यो कोदाको भन्दा मिठो हुँदो रहेछ है। मिठो है। कोदाको अलि त्यो भएन तितो तितो हुन्छ होइन। अनि यो चाहिँ मिठो गुलियो टाइपको कस्तो कस्तो हुन्छ होइन। मिठो हुँदो रहेछ। ल ठिक छ। मलाई फापरको रोटी पनि एकदम मनपर्छ। ल त्यसो भए भोलिबाट म बेलुका फापरको ढिँडो खाने है। ल तरकारी बनाउने जिम्मा चाहिँ तिम्रो, ढिँडो बनाउने जिम्मा मेरो। ल खानु। ल ल बाई बाई। ल हेर्ने मान्छेलाई चाहिँ थ्याङ्क यू फर वाचिङ।